सो हेलो गाइज, जस्तो कि आज मेरो एउटा सरप्राइज आएको छ त म त्यो सरप्राइज तपाईँहरूलाई सेयर गर्न चाहन्छु, जो कि के सरप्राइज रहेछ भनेर है। सो त्यसो के हो सरप्राइज भन्दाखेरि यो हो मेरो सरप्राइज, जो कि मेरो हस्बेन्डले पठाइदिनु भएको। अनि जस्तो कि मलाई कसले पठाउनु पनि सक्छ, मेरो हस्बेन्डले पठाउनुहुन्छ होइन। सो जस्तो कि यो सरप्राइज आएको छ वाइब्स इज हियर, जस्तो कि यो एउटा वेबसाइटबाट मगाएको। नो फ्लिपकार्ट, नो एमाजोन, नो मेसो, नो आजियो, नो मेन्त्रा। यो वेबसाइटको जो कि फर्स्ट टाइम मेरो हस्बेन्डले पनि यो जस्तो कि त्यहाँबाट बाई गर्नुभएको मेरो लागि होइन, स्पेसली किनकि जस्तो कि ह्याप्पी एनिभर्सरीको हाम्रो चाहिँ जस्तो कि एनिभर्सरीको गिफ्ट चाहिँ उनले पठाइदिनु भएको होइन। सो यो गिफ्ट चाहिँ के पठाइदिनु भएको छ म त्यही तपाईँहरूलाई सेयर गर्न आँटेको। र मैले पनि कहिले पनि यो वेबसाइटबाट मगाएको छुइनँ, फर्स्ट टाइम जो कि उनले पठाइदिनु भएको। मलाई थाहा पनि थिएन कि उसले जस्तो कि मलाई गिफ्ट पठाइदिनु भएको छ भनेर होइन, किनकि ऊ अहिले यहाँ हुनुहुँदैन, ऊ अहिले ट्रेनिङमा हुनुहुन्छ। अनि ट्रेनिङमा यति सर्टली टाइममा पनि उसले मलाई यस्तो राम्रो गिफ्ट पठाइदिनु। मैले चाहिँ हेरिसकेँ, किनकि हस्बेन्डले कल गर्नुभएको थियो भिडियो कलिङ, किनकि उसले पनि फर्स्ट टाइम मगाएको हो कि होइन, सेम आएको छ कि छैन भनेर। सो भिडियो कलिङमा मैले उसलाई लिएको थिएँ, त्यही जो भैयाले लिएर आउनु भएको थियो त्यही भैयालाई हामीले के भन्छ ओपन गर्नु हो कि होइन, अगर होइन भने चाहिँ त्यो रिटर्न गरिदिन्थेँ, अगर हो भने चाहिँ हामी लिइहाल्थेँ भनेर क्या। त त्यही कारणले चाहिँ त्यही ओपन गरेर हेरिसकेँ, मैले चाहिँ हेरिसकेँ। सो जस्तो कि यो चाहिँ म चाहिँ मेरो भ्युवर्स अनि मेरो फ्रेन्ड्सहरूलाई चाहिँ जस्तो कि म के मगाएको रहेछ, के लगाइदिएको रहेछ होइन, के पठाइदिएको रहेछ भनेर चाहिँ मैले यो तपाईँहरूलाई सेयर गर्न चाहेको। जो कि मलाई यहाँ देख्न सक्नुहुन्छ यो वाइब्सको जो कि तपाईँको वेबसाइट, अनलाइन वेबसाइटबाट मैले पनि फर्स्ट टाइम मेरो बुढाको पनि उयो हो होइन। यसको यहाँ झरी गएछ, मेरो हस्बेन्डले नि फर्स्ट टाइम मगाइदिनु भएको। अन्त मलाई पनि थाहा छैन, त यो हो त्यसको बक्स होइन। अनि यो बक्स यस्तो टाइपको रहेछ। अनि के रहेछ भन्दाखेरि तपाईँले देख्न सक्नुहुन्छ यसको इन्स्टाग्राममा पनि रहेछ होइन, तपाईँ देख्नु सक्नुहुन्छ इन्स्टाग्राममा पनि रहेछ यो वेबसाइट होइन। सो यो अल यु निड इज लभ। अनि यो जस्तो कि कस्टमाइज पनि गर्नु सक्नुहुन्छ होइन, जस्तो कि मेरो हस्बेन्डले कस्टमाइज पनि गराउनु भएको। त्यही कारणले गर्दाखेरि यो चाहिँ अलिकति कस्टली पऱ्यो, बट लेकिन ठिकै छ, कोही बात छैन। अब गिफ्ट भनेको गिफ्टै हुन्छ होइन, तर पनि अब। अनि के रहेछ भन्दाखेरि हेर्नुहोस् यस्तो रहेछ, यो चाहिँ पुरा ज्वेलरी वगेरा रहेछ होइन। यो चाहिँ अब एउटा मेसेज हो होइन, यो चाहिँ राखिदिउँ है। र यो चाहिँ जस्तो कि एउटा ज्वेलरी हो होइन, पुरै ज्वेलरी, किनकि मलाई ज्वेलरीको बहुत सौक छ होइन। उसलाई थाहा छ कि म ज्वेलरीहरू मलाई पुरा मनपर्छ, इयरिङ्स वगेराहरू मलाई बहुत मनपर्छ। अनि त्यही कारणले चाहिँ उसले यति सर्टली टाइममा पनि, अहिले त ऊ ट्रेनिङमा हुनुहुन्छ होइन, यहाँ हुनुहुँदैन, अहिले ट्रेनिङमा हुनुहुन्छ। जो कि ट्रेनिङमा तपाईँहरूलाई थाहा छ कि फोनहरू एलाउड हुँदैन, जम्मा हुन्छ त्यहाँ होइन। बट तर पनि उसले यति सर्टली टाइममा मेरो लागि स्पेसली कि यहाँ मलाई गिफ्ट पठाइदिनु भयो, किनकि हर साल उसँग हुन्थ्यो, एनिभर्सरी सेलिब्रेट गर्थेँ हामी होइन, मिलेर गर्थेँ। बट यो फर्स्ट टाइम हो जो ऊ यहाँ छैन, ऊ अहिले ट्रेनिङमा हुनुहुन्छ होइन। त्यही कारणले गर्दाखेरि भले म त्यहाँ छुइनँ, तर लेकिन हमेसा तिमी छेउमै रहन्छौ, मेरो दिलको पासै रहन्छौ, त्यही भएर एक्लै महसुस नगरोस् भनेर क्या उसले मलाई स्पेसली फिल गराउनुको लागि चाहिँ मलाई गिफ्ट पठाइदिएको। सो थ्याङ्क यू सो मच बुढा, जो कि मलाई बहुत खुसी लाग्यो। र जब बुढाहरूले यसरी स्पेसली फिल गराउँछ वाइफलाई, आफ्नो बुढीलाई होइन, कस्तो खुसी लाग्छ है भन्नु त। अन्त मलाई पनि त्यही खुसी लाग्यो। यति बिजी सेड्युलमा, जो यति सर्टली सेड्युलमा पनि उसले आफ्नो बुढीको लागि यति सुन्दर गिफ्ट पठाइदिनु भयो होइन। त्यही कारणले चाहिँ मैले सेयर गरेको होइन। सो यो इयरिङ्स वगेरा हो। अनि यो इयरिङ्सको बक्स हो, म तपाईँलाई देखाउँछु। यो इयरिङ्सको बक्स हो, जो कि इयरिङ्सको बक्स चाहिँ यस्तो खाले रहेछ है, यस्तो खाले रहेछ। जो कि यहाँ पुरै इयरिङ्स वगेराहरू चाहिँ तपाईँले क्यारी गर्नु सक्नुहुन्छ होइन। यो बक्स रहेछ। अनि यो बक्समा पनि लेखेको छ त्यही साइडको नाम वाइट भनेर होइन। अनि यहाँ चाहिँ 12 पिसवटा चाहिँ इयरिङ्स वगेरा छ है, यो देख्न सक्नुहुन्छ 12 पिसवटा इयरिङ्स वगेराहरू छ, जो कि टप्सदेखि लिएर झुम्का दिएर देखेर यस्तो टाइपको रहेछ होइन। सो मलाई बहुत राम्रो लाग्यो होइन, मलाई खुसी लाग्यो। अनि हेर्नु सक्नुहुन्छ कति राम्रो क्युट कलरहरू छ एकदम, तपाईँले जस्तो कि कुर्ताहरूमा होइन त्यस्तोहरूमा लाउनु सक्नुहुन्छ। मलाई राम्रो लाग्यो यो होइन। सो तपाईँहरूले पनि बाई गर्नु छ भने तपाईँले यो जस्तो कि इन्स्टाग्राममा यो आउँदो रहेछ, जेन्युन रहेछ। हामीले पनि फर्स्ट टाइम मेरो बुढाले पनि फर्स्ट टाइम एक्सपिरियन्स गरेको, मैले पनि फर्स्ट टाइम एक्सपिरियन्स गरेको, उसलाई पनि थाहा थिएन होइन। तर पनि उसले त्यो लिङ्कमा गएर चाहिँ अब हो कि होइन, क्यास एन्ड डेलिभरी हुँदो रहेछ होइन। सो यो देख्नु सक्नुहुन्छ,
देख्न सक्नुहुन्छ यो वाइप्सको। अनि यसको यहाँ चाहिँ बिल छ, जस्तो कि अब प्राइस त भन्नु अब अप्ठ्यारो कम्फर्टेबल फिल हुँदैन, तर पनि अब कतिजनाको यस्तो हुन्छ नि कि अब कतिजनाले लिनु खोज्छ। हामी पनि कति अनलाइनमा सामानहरू देख्छु कति प्राइस होला है भन्ने खाले हुन्छ नि। त यसको प्राइस चाहिँ म भनिदिन्छु तपाईँहरूलाई 1048 रुपिस लिए। तपाईँले हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ 1048 रुपिस छ। यहाँ हेर्नु तपाईँले हेर्नु सक्नुहुन्छ 1048 रुपिस छ, जो कि ठिकै छ, ठिकैको छ, त्यस्तो पनि उयो होइन। तर पनि मलाई यति चाहिँ लाग्यो कि अब यसमा 12 इयरिङ्स छ, जो कि सब डिफ्रेन्ट भ्यूमा छ, डिफ्रेन्ट कलरमा छ, डिफ्रेन्ट लुक्समा छ क्या। यो चाहिँ एकदम जस्तो कि अब अलिक टाइडी एक्सपेन्सिभ देखाउने टाइपको क्या। अब हामीले जस्तो कि रेडी हुन्छौँ मेकअप सेकअप गरेर अब लाउँछु लुगाहरू होइन, त्यति बेला चाहिँ अब हामीले यो झुम्का जब हामीले लाउँछु होइन, इयरिङलाई जस्तो कि हामी वेयर गर्छु त हामीलाई कस्तो राम्रो लुक्स देखाउँछ नि, त्यो लुक्स देखाउने टाइपको क्या। तपाईँले हेर्नु सक्नुहुन्छ अघि मैले स्काई ब्लू देखाएको थिएँ, हेर्नु लाइट कलरको पर्पलमा कस्तो मजाको छ यो कलरहरू है, तपाईँ देख्न सक्नुहुन्छ। अनि कतिले झुम्का लाउन सक्दैन, टप्सहरू पनि छ, यस्तो टाइपको टप्सहरू पनि छ, 12वटा पिस छ होइन। र यसमा लाएर चाहिँ कस्तो देख्दो रहेछ मैले अहिलेसम्म हेरेको छुइनँ, म पनि हेर्छु चाहन्छु। यसमा लाएर चाहिँ कस्तो देख्दो रहेछ म तपाईँलाई देखाउँछु ल, कस्तो चाहिँ देख्दो रहेछ यसमा चाहिँ ल। अनि तपाईँहरूलाई मेरो हस्बेन्डले पठाएको गिफ्ट चाहिँ कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होला होइन। मलाई चाहिँ साह्रै राम्रो लाग्यो र म हस्बेन्डलाई चाहिँ मेसेज दिन चाहन्छु, थ्याङ्क यू सो मच बुढा कि तपाईँले यति सर्टली टाइममा होइन, यति सर्टली टाइममा तपाईँले मलाई त्यहाँबाट यत्रो ठुलो भन्दा पनि मेरो लागि त ठुलै हो सरप्राइज तपाईँले मलाई पठाइदिनु भयो। र तपाईँले मलाई फिल गराउनु भयो कि भले तिमी एक्लै त्यहाँ छौ त कोही बात छैन, म छु छेउमा भनेर होइन। र मलाई धेरै खुसी लाग्यो, थ्याङ्क यू सो मच बुढा। र यहाँ उनले मेसेज पनि पठाउनु भएको छैन, अब मेसेज चाहिँ होस् है बरु होला होइन, मेसेज चाहिँ बरु होस्। तपाईँहरूलाई यो देखाउँछु मेसेजसँग चाहिँ जस्तो कि यो अब स्टिकर है, स्टिकरहरू चिप्काउनु सक्नुहुन्छ, यो एउटा वेबसाइटको त्यो कार्डहरू हो होइन। अनि यो चाहिँ मेसेज हो, मेसेज चाहिँ होस् ल। अन्त त्यहाँदेखि चाहिँ मेसेजलाई पनि कस्टमाइज गराउनु सक्नुहुन्छ आफ्नो मर्जीले, आफ्नो वाइफलाई के भनेर जस्तो कि पठाउनुहुन्छ मेसेजमा होइन, उनीहरूले त्यहाँबाट सोध्दो रहेछ, तपाईँले आफै कस्टमाइज गर्न सक्नुहुन्छ होइन। त त्यही यहाँ मेसेज पठाइदिनु भएको छ होइन, कस्टमाइज, त्यो कस्टमाइजको पनि पैसा अलग्गै लिँदो रहेछ, त्यस्तो चार्ज हुँदो रहेछ कस्टमाइजको पनि होइन। सो मलाई बहुत राम्रो लाग्यो, मलाई बहुत खुसी लाग्यो होइन। भले यसपालि जस्तो कि अहिले त मेरो एनिभर्सरी आउने डेट बाँकी छ, बट लेकिन उसको यो गिफ्ट चाहिँ छिटै आइगयो किनकि उसको बिजी सेड्युल छ, अहिले ऊ ट्रेनिङमा छ, त्यही कारणले गर्दाखेरि फोनहरू छिटो पाउँदैन, कोही बेला एभाइलेबल फोन दिँदैन, त्यही कारणले गर्दा जस्तो कि एनिभर्सरी चाहिँ अहिले होइन, हाम्रो अर्को मन्थ हो, जो कि जस्तै कि मेमा छ होइन। तर लेकिन अब उसले ट्रेनिङ अवस्थामा फोनहरू पाउँदैन, फोनहरू त्यहाँ जम्मा हुन्छ, त्यसले गर्दाखेरि चाहिँ जब उसकोमा फोन आयो त उसले छिटो त्यहाँबाट अर्डर गर्नुभयो, अर्डर गरेर चाहिँ यहाँ चाहिँ पठाइदिनु भयो, किनकि बादमा फोन पाउँछ पाउँदैन त्यही कारणले होइन। भले अब जस्तो कि त्यहाँ कोही छैन भने पनि कमसेकम अब मैले त्यहाँबाट कुनै गिफ्टहरू पठाएँ भने बुढीलाई राम्रो लाग्छ भनेर चाहिँ उसले स्पेसल फिल गराउनुको लागि चाहिँ त्यहाँबाट चाहिँ छिटै अर्डर गरेर चाहिँ पठाइदिनु भयो होइन। त्यसको लागि थ्याङ्क यू सो मच। अन्त मलाई राम्रो लाग्यो। अनि अब यस्तो फिल हुन्छ नि कि कति राम्रो खुसी लाग्छ जब बुढाहरूले यसरी गिफ्टहरू पठाउँछ होइन। सो त्यही गिफ्ट मैले तपाईँलाई सेयर गरेँ। अनि तपाईँहरूलाई कस्तो लाग्यो मेरो गिफ्ट